राहे श्रीमतीको रूपमा स्वीकार गरेको सत्य हो। म तिमीलाई परमेश्वरको डर र पवित्रतामा रही आफैलाई जस्तै प्रेम गर्नेछु। जीवनको हरेक सुख दुख घटी कमी आपद विपद र अङ्गभङ्ग भएको अवस्थामा पनि इमानदारिता विश्वासयोग्य भई आफ्नो कर्तव्य पूरा गर्नेछु। जीवनको हरेक पलहरूमा एक आपसमा मिलेर प्रार्थना गर्दै अघि बढ्दै जानेछु। मृत्युले अलग नगरेसम्म कुनै रीतिले त्याग्ने छैन भनी प्रतिज्ञा गर्दछु। आमेन। ल ताली बजाइदिउँ।